चटपटे कति बजाएर 9 बजेतिर खाऊ भन्छ त मैले मेरो झुम्का मम्मी है लाउनु खाना खानु छिटो ब्याग राख्नु सहीमा एक पनि नहुन 1000मा एक त होला नि त नराम्रो सोच लिएर चासो लिनेहरू पनि त होला नि सेवा सेवा सम्पूर्णमा नमस्कार स्वागत छ हजुरहरूलाई युट्युब च्यानल झरना ब्लगमा सो सदाझै फेरि पनि न्यू डे न्यू ब्लगको साथमा उपस्थित भइसकेकी छु म झरना सो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्नुपर्छ साथीहरू आयो कस्तो तर आज मलाई आज पनि फेरि उठिसकेपछिको मेरो दैनिकी सुरु भइसकेको छ साथीहरू कतिजना मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर मेरो च्यानलमा साथी बन्नु होला है मेरो च्यानलमा जोडिनु होला सो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ मेरो भिडियो मन परेमा राम्रो लागेमा लाइक शेयर र कमेन्ट गर्न नभुल्नु होला है त अनि मलाई माया गर्न पनि नभुल्नु होला भन्दै आजको मेरो दिनचर्या चाहिँ सुरु भइसकेको छ र दैनिकी चाहिँ सुरु भइसकेको छ साथीहरू सो हुन त छोरी मान्छेको दैनिकी सबैको उस्तै होला नर्मली नै हुन्छ हैन बिहान उठेदेखि बडाल कुडाल घर सरसफाइ घर सरसफाइ गर अनि किचनमा किचनमा गर छोराछोरी केटाकेटीलाई तयार पार यहाँ त्यहाँ यसो त्यसो इधर उधर भइ नै हाल्छ यो नर्मली हो सबैको जिन्दगीमा छ हैन यो दिनचर्याहरू चलिरहेकै नै हुन्छ हामी प्रायःजसो नारीहरूको यो हाम्रो दिनचर्या चाहिँ यसरी नै बितिरहेको हुन्छ जस्तो लाग्छ तर नर्मली सबैजनाको यस्तो हुन्छ पनि भन्दिनँ कतिपय चाहिँ अफिसियल हुनुहुन्छ भने उहाँहरूले त अलरेडी नोकर राख्नु भएको होला अलरेडी कामदार राख्नु भएको होला उहाँहरूले गर्नुहुन्छ नि त हैन सो आफ्नो त पढाइ सढाइ मरुला कसो गरुला हैन अनि के भन्छ जागिर सागिर चोट अब बिहानदेखि बेलुकासम्म बढाल पुछ अब त्यही त हो नि त्यस्तै हो काम कुराहरू सुरु भइसकेको छ साथीहरू म चाहिँ बिहान उठेर मुखसुख धोएर बडाल कुडाल सरसफाइ घरको सरसफाइ गरिसकेपछि पूजासुजा गरिसकेको छु यतिसम्म चाहिँ मैले भिडियो बनाउन पाइनँ अब भने चाहिँ म के गर्छु हेर्दै जानु होला है त साथी मेरो बुढाले चाहिँ यहाँ अलिकति घाँस काटेर जानुभएछ यो घाँस चाहिँ अब बाख्राहरूलाई ल्याइदिनु पर्ने हुन्छ साथीहरू कस्तो के मिठो रहेछ अब कति मिठो हेर्नु त साथीहरू अम्लाको दामै बसेछ अनि यो चाहिँ के भन्छ खुदीको जारहरू हो यिनीहरू चाहिँ रक्सी पार्ने बेला भइसक्यो अरू सबै तम्बाहरू है मेरो सुँगुर पनि मात्तिर है चारै खाँदैन भनेको दाना दिँदाखेरि पनि नखाने क्या दाना र यो उसिनेको चारो दिन्छु नि त पहिले धेरैवटा हुँदा फर्ममा हुँदाखेरि त कति धेरै चारोले पनि नपुग्ने क्या अन्त यति चारो पनि खाँदैन है मम्मी तपाईँले हाल्नुभएको जहाँ त बिग्रे छ हेर्नु त आमा मेरो सुँगुरको खोर चाहिँ यहाँ छ मैले फर्म मासिसकेपछि एउटा सुँगुर चाहिँ यहाँनिर पालेको छु यो सुँगुर चाहिँ जस्ट होइन जुठोहरू खाने के चाहिन्छ नि त नि बाख्राको फर्म छेउमा अनि यहाँनिर लिनु जानुपर्छ मेरो बाख्राको खोर त्यहाँ छ तिनीहरूलाई नि पख म घाँस ल्याइदिइहाल्छु खुदी र भुस हालेको छु साथीहरू होइन ल मैले चारो हालिदिइसकेँ है साथीहरू ल यसरी चाहिँ 2 डुरमा हालिदिएको छु होइन मजाले खाँदैछ क्या किनभने म चाहिँ सुँगुरलाई चारो एकचोटि मात्र दिन्छु 2 चोटि मात्र दिन्छु नि त बिहान र बेलुका मान्छेहरूले 3 चोटि दिन्छ होइन मैले चाहिँ नि 2 चोटि दिन्छु किनकि घरिघरि दिन मलाई अल्छी लाग्छ अनि टाइम नै बसाइदिएको हुन्छु 2 चोटि मात्र अनि यो पनि सन्तोकी छ क्या अब बिहान खाएपछि एकैचोटि सुत्छ बेलुका मात्र उठ्ने गर्छ नुन चाहिँ बर्खा चाहिँ बाख्राहरूलाई नदिउँ भनेको क्या साथीहरू नुन खाएपछि कस्तो कडा भइहाल्छ क्या बोकेसहरू दुःख दिइहाल्छ तर नुन दिनै पर्यो के गर्नु गाह्रो छ हौ मलाई गाह्रो नुन नदिकन फेरि बोकेसहरू बाख्राहरू कस्तो गाह्रो हुन्छ नि त उनीहरूलाई बिचारा हैन नुन त दिनै पर्यो
अहिले रक्सी नपारेर कट पनि सिक्दिरहेछ नि त साथीहरू। अनि उनीहरू रक्सीको झोल खान्छ क्या, मतलब कट खान्छ क्या। अहिले त मेरो बाख्राहरू थोरै छ, पाँच चौडा मात्र छ। हिजो अस्ति भर्खर 2टा बेचेँ। अनि जम्मा अस्ति फागुनसम्म किन चैत फागुनसम्म माघसम्म चाहिँ 48वटा थियो बाख्राहरू। माघमा मैले ड्याङडुङ बेचिदिएको क्या साथीहरू। अनि यिनीहरू चाहिँ कस्तो ज्ञानीहरू छ नि त, अनि छानेर राखेको। मैले चाहिँ घाँस झुन्डाउने काम गरिसकेँ साथीहरू। सो खाँदैछ यिनीहरूले होइन, खोले पनि मजाले खायो। यो हिजोको त झिक्नु पऱ्यो नि। अनि अब भने मेरो फेरि अर्कै काम हुन्छ, सिरियली कामहरू बिहानको धेरै काम हुन्छ कि। तपाईँहरूले भन्नुहुन्छ होला होइन, यो दिनचर्या दैनिकी त नर्मली सबैको हुन्छ नि, के देखाइराखेको जस्तो लाग्छ होला तपाईँहरूलाई। सो हामी महिलाहरूको, हामी नारीहरूको, हामी विवाहित नारीहरूको कन्टेन्ट नै यस्तै हुन्छ कि। तपाईँहरूको चाहिँ अब कस्तो हुन्छ नि, मेरो चाहिँ यस्तै हुन्छ। किनभने मैले टक्कसँग बाहिरको कन्टेन्ट बनाउनको लागि त मसँग बाइक छैन, बाइक छ चलाउनु आउँदैन, टेम्पो छ चलाउनु आउँदैन। अनि मैले बाहिर निस्किनु पऱ्यो भने ड्राइभर खोज्नुपर्छ, ड्राइभर खोजेँ भने वचन खान्छु। अनि वचन खान्छु भनेर चाहिँ मैले त्यो गरिनँ, कन्टेन्टै बनाइनँ भने मेरो भ्युवर्सहरूले, मेरो साथीहरूले, तपाईँहरूले नै मलाई चिन्नुहुन्न। अनि कति मलाई माया गर्ने मेरो भ्युवर्सहरू हुनुहुन्छ, मलाई माया गर्ने मेरो साथीहरू मेरो च्यानलमा जोडिनु भएको छ भने हजुरहरूको लागि स्पेसली यो भिडियो होइन। के गर्दै होला, कसो गर्दै होला, जस्ट खै त भ्लग भिडियो आएन भन्ने पनि त होला नि। 100मा 1 त होला होइन, 100मा 1 पनि नहुन 1000मा 1 त होला नि त होइन। अथवा राम्रो सोचले चासो नलिए पनि नराम्रो सोच लिएर चासो लिनेहरू पनि त होला नि। हौ तिनीहरूको लागि नै मेरो दैनिकीलाई एउटा कन्टेन्ट बनाएर म भिडियो चाहिँ अपलोड गर्नेवाला नै छु साथीहरू है त। तपाईँहरूले माया गरे हेरिदिनुहोस्, माया नगरे यस्तो पठाइदिनुहोस् क्या माथि, हुन्छ नि। मेरो भिडियो आयो कि यस्तो पठाइदिनुहोस्, केही छैन, हेर्नै पर्छ भन्ने चाहिँ म भन्दिनँ। सो तपाईँहरू खुसीको कुरा हो होइन। सो मेरो भिडियो राम्रो लाग्छ हेरिदिनुहोस्, राम्रो लाग्दैन नहेरिदिनुहोस्। अनि मेरो भिडियो मन परेमा लाइक सेयर कमेन्ट पनि छोड्न नभुल्नु होला। सायकले वाइटी खोल्नु भएको छ होइन, वाइटी चलाउनुहुन्छ, कतिको सजिलो लाग्छ तपाईँहरूलाई। मलाई चाहिँ एकदमै गाह्रो लागेको चाहिँ के छ भने, अब हामीले त कन्टेन्ट बनाउनको लागि मोबाइल हेरिन्छ नि त, हेर्नै पर्यो होइन। भिडियो बनाइन्छ, एडिट गर्नै पर्यो, एडिट गरिसकेर पोस्ट गरिन्छ, कति भ्युज गयो, कसले हेरिदियो, कसरी कमेन्ट आयो हेर्नै पर्यो। अनि के भन्छ फेरि भोलि बिहान भयो कन्टेन्ट बनाउनै पर्यो। अनि कामको तनाव, कामको चपारो, अनि मतलब हुन्छ नि बाहिर व्यवहारको चपारो, घरको कामको, अनि छोराछोरीको, यो बुढाको, सबैको टेन्सन बोकेर कन्टेन्ट बनाउनु कम गाह्रो छ। त्यही पनि साथीहरू घरमा भनेको त कति काम देखिँदैन नि त, उठ बस बडाल कुडाल, त्यो कुच्चो मात्र कतिचोटि टिप्नुपर्छ, उठेदेखिको सुतेसम्ममा कुच्चो मात्र कतिचोटि टिप्नुपर्छ। तपाईँहरू अब घरमा जतिले पनि खटेर गर्नुभएको छ, छोरी मान्छेहरूले चाहिँ, बुहारीहरूले चाहिँ भने चाहिँ, आमाहरूले चाहिँ भने चाहिँ तपाईँहरूलाई थाहा छ। र अलरेडी तपाईँहरू अफिसियल हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहा छैन है। बाहिर गरेको काम एउटा कामलाई 1000वटा कामभन्दा धेरै त्यसलाई मान्यता दिइन्छ भने, घरमा 1000वटा काम गरेकोलाई एउटा भन्दा पनि त्यो कामको दर्जामै राखिँदैन क्या। तर घरको काम यति गाह्रो हुन्छ, त्यही भएर पनि म घरको काम त्यति गर्नु मन लाग्दैन साथीहरू। मलाई खानाहरू पकाउनु भनेपछि मरिहत्ते हुन्छु, बरु बाहिर गएर गोरु जोत, घर छा होइन, यहाँ त्यहाँ यस्तो इधर उधर त्यो गर यो गर भन्दाखेरि सक्छु, म गर्छु, जे पनि आँटिदिन्छु। घरभित्रको इधर उधर काम त ओ बाप्रे आइज बा। ल साथीहरू, मेरो कुखुराहरूलाई पनि चारो दिएँ। अब भने छोरीको के भन्छ आइरन लाउनु पर्ने हुन्छ, छोरीको ड्रेसहरू तयारी गरिदिनु पर्ने हुन्छ। छोरी चाहिँ धन्न फुपूको छोरीले, मेरो भान्जीले पढाइदिनु हुँदैछ र धन्न छोरीलाई हेर्नु परेको छ नि बिहान। पछाडिको चाहिँ के साह्रो जुमुक्क पारिहाल्छ हौ यो माडीहरू, स्कर्टहरू खेलेर होला कि, खेलेर कि दिनभरि के गर्छ कुचुक्कै बनाइहाल्छ। पछाडिको चाहिँ उठाइहाल्छ, भाषण आइहाल्छ मलाई।
आइरन लाउने काम सक्यो साथीहरू। आएन भनेर म खोज्नु आउनु आँटेको थिएँ तपाईँलाई। युगानी न बाजे। ए हो ल ल बाजे आइपुग्नु भयो। आउनुहोस्। हजुर ट्युसनबाट आउनुभयो। हाई गर्नु न त। हाई गर्नु त आजको ब्लगमा। आजको ब्लग आजको ब्लगमा चाहिँ छोरीको भिडियो, मामुको भिडियो, छोरी काम गरेको, मामु काम गरेको, यस्तै यस्तै हो है। ल आउनु खाना खानु, छिटो ब्याग राख्नु आमै। मम्मी अनि म घरमा आउँछु अनि म फेरि होमवर्क गर्छु, ट्युसन जान्छु अनि टाइम भयो भने मम्मीले मलाई खेल्न जानु दिनुहुन्छ। आमा फुर्के लगाइदिएको मलाई। र पसल पनि हेर्नु न, यहाँ आधा मात्र खोल्ने गरेको छौँ कि, किनकि यो पसलभित्र नै हाम्रो किचन छ नि त। पसलसँगै जोडिएको किचन भएकोले गर्दा पसलकै किचन हामी पनि युज गर्छौँ। अनि त्यही भएर चाहिँ आधा मात्र खोलिन्छ कि। आजकल फेरि म बिजी भएकोले गर्दाखेरि कस्तो यो गर्नै, घरमा पसललाई होटललाई त टाइम दिनै पाइँदैन नि त। ल अनि यस्तो छ। ल दाल झाँदै कि छुइना सानो ड्रेस ल्याउँदै गर्नुभएको भए हुन्थ्यो नि, तयार पारिदिएको छु ठिक्क। धन्न मेरो बुढाले सब्जीहरू पकाइदिएर जानुभयो बिहान। अनि म चाहिँ बिहान उता पर घरमै धेरै रोकिएँ नि त। क्या जेमा पनि लसुन, सब्जीमा नि लसुन पिसेर होइन खालि पड्काउने गर्छु क्या म। देऊ न मादल। ल भयो है सानो छिटो आउनु है। लु दाल नसाल म खादिन भात बाल मलाई चिरेमा चिर भन्दैमा मेरो झुम्का फुली खैमा कोइला। ल भयो के खाना खाने बेला नि बिउ चाहिने, कोक चाहिने त अहिले म बिस्तारी लैजाऊ है। थाहा छ नि ओस्सोमा चाहिँ नि त्यो ओस्सोको ठाडो उकालो निस्केपछि त्यहाँ बस्ती छ नि, त्यहाँ बिस्तारी लानु। त्यस्तोमा भनेको बच्चाहरू कुदेर निस्किन्छ के स्लोले। तल ओह्रालोमा दायाँ बायाँ ट्राफिक हेर। आज चाहिँ मेरो छोरा र छोरी मात्र जाने भयो, किनकि उहाँको पापा तल जानुभएको घर बनाउने ठाउँमा। अनि आज काठ झर्छ भनेर चाहिँ बसिहाल्नु भएछ भने बाई बाई सानो, पढेर आउँछु धेरै भन्नु। ढिला भइसक्यो। हाम्रो बाटो चाहिँ भत्केर अहिले ओस्सोको बाटो जानुपर्छ। घुम्ती छ नि त, धेरै टाइम लाग्छ। हाम्रो बाटो 12 मिनट हो भने उताको बाटो 22 मिनट लाग्छ। ल बाई बाई सानो, बिस्तारी लैजाऊ बहिनीलाई। तिम्रो छुट्टी 4 बजी भए पनि अगाडि नै निस्किनु, बुझ्यौ नि। बहिनीको 3:40 मै हुन्छ है। बाई 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 बाई। दायाँ बायाँ हेर्दै लानु बिस्तारी। ल उहाँको बाबा जाँदाखेरि चाहिँ मलाई त्यति टेन्सन हुँदैन नि त। अनि नानीहरू मात्र जाँदा चाहिँ यति धेरै टेन्सन हुन्छ नि। ला कहाँ पो के भयो कि, कहाँ के गर्यो कि, टाइममा अब उसको बहिनीलाई रिसिभ गर्छ कि गर्दैन है। बाबु पनि त्यस्तो त खासै छैन, ज्ञानी नै छ। ज्ञानी चाहिँ टक्क त्यहाँ जा भन्दा त्यहीँ मात्र जाने, त्योभन्दा 1 इन्च पनि पर नागेर जाने अहिलेसम्म चाहिँ गरेको छैन होइन। अनि अब अहिलेको फेरि उनीहरूको एकदमै त्यो टिनेजर उमेर छ, त्यो भएर एक्लै फ्री छोड्न पनि भएको छैन। खाजा भन्नाले नर्मल चटपटे क्या। अब त्यो स्पेसल चटपटे बनाउनुको लागि त किमाहरू बनाउनलाई मलाई टाइम लाग्छ नि त। अनि नर्मल चटपटे, अनि यो के भन्छ यो चाहिँ निगार। ओ माई गड, यो चाहिँ निगार है, अर्ग्यानिक निगार, घरमै बनाएको अर्ग्यानिक निगार। अनि यो भाइहरू छ खानुहुन्छ। यो चाहिँ ड्यू। अनि अब यिनीहरू चाहिँ लगेर म चाहिँ तल जान्छु। भोक सहनु नसक्ने मान्छे खानु पर्यो नि त, ढिलो उठ्छ। फेरि हिजो नि यो खाना नखाइ सुतेकोलाई चटपटे कति बजाएर 9 बजेतिर खाऊ भन्छ त म ल्याएर रुच्छ लु खानु। ए त्यस्तो रुच्यो भने राम्रो। रोटी र चिया फेरि खाइयो यहाँ ल आइपुग्यो सट्रिङ काठ। मामा भर्याङबाट झरेर अनि निकाल्नु पर्ने माटो खाल्टोहरू यत्रो भएपछि अनि बापरे बा रहेछ है। ए डोजरले भन्दा मान्छेले नै मजाले खनिँदो रहेछ, तर ढिलो चाहिँ ढिलो नि त। उफ ल घर बनाउन नसकिने रहेछ साथीहरू। ल हेर्नुहोस् यो 84 भेड्छ त्यतिकै त भन्दिनँ नि म, यस्तो छ होइन। अब बर्खा लागेको हाम्रो चाहिँ बाटोहरू
बाटोहरू भत्केकै छ नि, सामान पनि भनेको बेलामा ल्याउनु सकिँदैन होइन। अनि डोजरले अस्ति खनेको खाल्टोमा प्लस मान्छे त्यति नै खट्न पर्यो, किनभने अब 16x16 पिलर राख्दाखेरि अब हातेपाइलेको लागि खाल्टो देखिहाल्नु भयो। यो यस्तो छ, यो त अब भएकै छैन। यो एउटा चाहिँ क्लियर भइसकेको अरे, आधै भएको छैन। अनि ऊ बाबुले आधै भएको छैन अरे, हाँस्दैछ फेरि। अस्ति काम नहुँदा बसाइ मच्यो, अनि आज निकै हाँस्दैछ। के गर्नु, उसलाई त फेरि काम देख्यो भने नि हाँस उठ्छ। उसलाई अनौठो कुरामा हाँस उठ्छ पो त यो राख्दुमेलाई त। के भएको, नहाँस्नु पर्ने कुरामा हाँस्छ, हाँस्नै पर्ने कुरामा चाहिँ ऊ हाँस्दैन। भन्नु पर्दैन मुलाहरू हामीले चोरेर ल्याएको हो भनेर, किन नभनेको नि? त्यत्रो बिल छ, अनि त्यो बिलले भ्याट बिलले प्यान नम्बरले काम गरेन भने चाहिँ हामीले चाहिँ के चाहिँ देखाउनु अरे? हल्लिँदैछ।